आमा तिम्रो बयान गरौँ कसरी, तिमी आफैमा महान छौ भनु कसरी, तिम्रो माया ममता स्नेह देखाउ कसरी, आमा तिम्रो बयान गरौँ कसरी, तिमी आफैमा महान छौ भनु कसरी। ब्रह्माण्डमा भएको बहुमूल्य चिज हौ तिमी, तिम्रो बयान गरौँ कसरी, तिमी आफैमा महान छौ भनु कसरी। आज माता औँसीको दिन सम्पूर्ण आमाहरूलाई अथाह शुभकामना। उहाँहरूले सोचेको सम्पूर्ण सपना विपनामा परिणत होस्, आजको दिन विशेष रहोस्, यही शुभकामना। हेलो एन्ड नमस्ते, गुड मर्निङ सबैजनालाई। वेलकम ब्याक टु माई न्यू ब्लग होइन। गाइस म चाहिँ भर्खरै उठेको होइन, र आज माता औँसीको सबैलाई धेरै धेरै शुभकामना होइन। अनि बिहान बिहान फेरि पुनम आइथिन् क्या, तिमीले स्यारोनलाई टिका लगाइदिएर हेलो पुनम गुड मर्निङ। यिनले यहाँ के लिएर आइरहेछन्, के हो। म चाहिँ भर्खर उठेको, स्यारोनलाई टिका लगाइदिएको, तिमीले हेर्नु खेलिरहेछ यो। ओए ओए अनि फेरि भर्खर फर्किने पनि हो। ओए यिनीहरूले फेरि यता बदमास गरिरहेको। अनि म चाहिँ भर्खरै उठिरहेको, आमा पनि हुन्छ। हेरेँ मैले। यो मुख गन्जी गर्दै बिहान आएको फाइदै भएन कि, बिहान आएको फाइदै भएन। मुख धोयो, यसलाई टिका लगाएको छ डाउन देखिएको कतै हेर्छ। ओइ कतै यिनलाई ढिलो भएको जान। ओइ बजाइरहेको गाडीले ढाडा नि छोड्दै छोड्यो नि। यस्तो यहाँ गाडीले पुनमलाई ढिलो भइरह, अनि आमाले नि मुख धोइरह, यो स्यारोन यहाँ यस्तो गरिरह ठुलै। मलाई हो, मैले मुख पनि धोएन, मलाई त्यही राखेको। गाडी आयो, म गएँ है। स्यारोन पनि यस्तो टक्सा जाने म पर्दैन, म गएँ। ल बाई बाई, म गएँ। बाई बाई। ल रामसँग जाऊ। स्यारोन यहाँ छ, यिनको चाहिँ ढिलो भयो। सो गाइस म चाहिँ अब एकछिन फ्रेस हुन्छु, अनि त्यसपछि फेरि भिडियो सुट गर्छु गाइस। भाले हेरी स्यारोनलाई बिहान बिहान टुङटुङ पटुङ गराइदियो, टिका लगाएर राम्रो देखियो हौ। भयो होला आइज। गाइस अहिले चाहिँ बिहानको 6 बजिरहेछ होइन, घाम पनि लागिरहेछ होइन, क्षितिज यस्तो देखिरहेछ, राम्रो देखिरहेछ जस। म त ब्रस गरिरहेको होइन, कोही भन्दा अलि फ्रेस महसुस गरिरहेको छु म। अब ब्रस गरेर पुरै चिया नास्ताहरू रङ्गाइदिने होइन।
काम पनि छ अनि हल्का काम पनि गर्नु यो अनि त्यहाँ माथि गाडी पनि आइसकेको छ हो पुनम चाहिँ त्यसैमा अगाडि जाने होइन अनि गाडी यो चाहिँ यस्तो पुरानो घर छ क्या यहाँनिर बसेर होइन डाँट मलाई यस्तो मजा आउँछ कि कसम भनेर गइदिनु दाँतमा चाहिँ झन् चम्के जस्तो होइन झन् मिठो क्या यस्तो बवाल मजा आउने क्या अनि त्यही भएर यहाँ बसेर चाहिँ प्रायः जस्तो म दाँत घोटिरहेको हुन्छ कि होइन अनि यो घर छ नि यो घर के यो इन्टरनेसनल स्टेडियम जस्तो छ होइन यसमा चाहिँ म बाउले मेरो बाबाले चाहिँ प्याज रोप्नु भएको थियो कि अनि टट्ट होइसकेको थियो कि हेर्न सक्नुहुन्छ होइन सबै चटपटे बनाएर खाइदिइसक्यो भने मैले त्यो प्याज हालिहालेँ अनि अर्को गाई यति दुःख गरेर भ्लगहरू बनाउँछ होइन हेर्दै हुन्न क्या हजुरहरूले वाच टाइम पनि पुगे आएन सब्सक्राइबरको कुरै छोडिदिनु होइन अनि जसले सब्सक्राइब गर्नुभयो उहाँहरूलाई चाहिँ एकदमै धेरै धन्यवाद छ कि उहाँहरूलाई धेरैभन्दा धेरै धन्यवाद छ क्या गाइस म चाहिँ भर्खर यसो फ्रेस पनि भइसकेँ होइन बाख्रालाई दुध पनि खुवाइसकेँ यिनीहरू चाहिँ यहाँ छन् अब चाहिँ मैले यसो पूजा गर्नुपर्ने हुन्छ मन्दिरमा गएर चाहिँ यसो पूजा गर्छु गाइस अनि त्यसको लागि चाहिँ म फुल टिप्न जाँदैछु यो हेर न यो गर्दाखेरि सबभन्दा अगाडि धुपिदिन्छ क्या ओए आज त हिरो भनिस् हिरो भनिस् अनि फुल चाहिँ ऊ त्यहाँनिर छ मकै पनि उम्रिसकेको छ यत्रो भइसकेको छ हरियो भइसकेको छ फुल चाहिँ यहाँनिर छ गाइज यो चाहिँ टिप्छु म होइन यस्तो राम्रो छ नि फुल पनि यति चाहिँ मैले टिपिसकेँ आइज ओइ स्यारोन आइज ल बिग्रिरहेको छ अलिकति त्यसपछि पूजासुजा गरेर अब चाहिँ म आफै नै ब्रेकफास्ट बनाउँछु भन्ने सोचेको छु ब्रेकफास्ट बनाउँछु त्यसपछि फेरि आमालाई खाना दिन्छु अनि खान्छु अनि हाम्रोमा चाहिँ अलिअलि यो कटरकै हजुर कटर भन्छ हामीले त्यसलाई अलिअलि दुईवटा फलहरू क्या अनि त्यो हुने कि हुने नट गयो गरे गाइस घाम पनि झुल्किसकेको छ म चाहिँ पूजाको सामानहरू सबै जोडिसकेको छु पूजा त्यसपछि अगाडिको काम गरेर मन्दिरमा पनि आइसकेको छु हाम्रो मन्दिर चाहिँ यस्तो टाइपको छ प्रवेश गरिसकेको छु अब एकछिन पूजा गर्छु अनि त्यसपछि फेरि अगाडिको सुरु गरौँ है त सो गाइस मैले चाहिँ पूजा गरेर निस्किसकेको छु अनि बाबालाई गएर टिका लगाइदिनु पर्यो त्यसपछि फेरि अगाडिको म ब्रेकफास्ट बनाउँछु अनि त्यसपछि फेरि आमा चाहिँ यहाँ बसिरहेछ सधैँ खुसी भयो आमा आशीर्वाद देऊ खुली गरिदेऊ मेरी आमा चाहिँ लाउरे भइस् विजयको लाउरे भइस् धनी भइस् हुने खाने भइस् जुगमा नलाओस्
बा आमालाई सेवा गर्ने सबै बाबा चाहिँ टल्तिर पानी लगाइदिएको किनहरू मकैमा पानी लगाइदिएको रे यति सक्यो त यहाँ नि टिका लगाएको यहाँ चाहिँ बाबाले साग हाल्दै सागमा मकैमा पानी हालिदिनुहुन्छ म चाहिँ ढिक्का सिक्का लगाइदिएँ अब चाहिँ ब्रेकफास्ट बनाउँछु त्यसपछि फेरि सेरेन छुट्या रहेछ यसलाई पनि लगाइदिनु पऱ्यो ले त धेरै चकचक नगरेछ खान्छ है राम्रो भएस् हामीले छोडेर कहिले नगएस् है चोचे है सेरेन है कहाँ गएर आएकोस् त मूल जोटेर आएकोस् र यस्तो फाइनली गाइस मैले चाहिँ बनाइसकेँ होइन लास्टै गर्नु भयो कि भित्र आज चाहिँ यसो बादलहरू जम्मा भइसकेको छ बाबा चाहिँ यहाँ कुरा गरिरहनु भएको छ मैले चाहिँ त्यो सबै कुराहरू बनाइसकेको छु अब खानुपर्छ बसेर होइन अब खानालाई इन्जोय गर्नुपर्छ गाइस है सो गाइस हामीले चाहिँ अब खाना सुरु गरेको यस्तो टाइपको छ आमा कस्तो छ मिठो छ आमाले चाहिँ चाउचाउ खाने अनि त्यही भएर यसलाई चाहिँ चाउचाउको कम्बिनेसन लिएर हामीले डान्स गरिरहेको छौँ भाले पनि खाँदै हुनुहुन्छ कस्तो छ बा गजब छ सारोनले पनि यहाँ खाइरहेछ अब म पनि खान्छु अनि त्यसपछि फेरि बाँकीको
अगाडि गराउनु पर्ने छ मेरो टिकाहरू पसिसक्यो होइन मेरो लागि एउटा अन्डा हाले अहिले हाले सबभन्दा पहिले पराठा भन्दा पनि म चाउचाउ टेस्ट गर्छु आउटस्ट्यान्डिङ मजा आइरहेछ त्यही माथि हेरी यसमा झन् मजा आउने होला मजा आइरहेको बनाउनु म यस्तो भन्दा पनि यस्तो खानु मजा लाग्थ्यो यस्तो बनाउने सानो सानो टुक्रा हाल्ने यस्तो गरेर हाल्नुपर्छ यस्तो गरेर आजको ब्रेकफास्ट मजा आयो ब्रेकफास्ट र म यिनीहरूलाई सकाएर चाहिँ फेरि भिडियो अन्त्य गर्छु अनि त्यसपछि फेरि बाँकीको कुराहरू चाहिँ नेक्स्ट ब्लगमा आउनेछ गाइज किप सपोर्टिङ किप लभिङ त्यही भन्न चाहन्छु गाइज बाई